नमस्ते। नमस्ते बोलबम बोलबम तपाईँ कहिलेदेखि यस सेवामा लागिराख्नु भएको छ? यो 30 वर्ष जति भयो होला हौ। यो पिण्डेश्वरमा चाहिँ कति वर्षदेखि लागिराख्नु भएको छ तपाईँ? 30 वर्ष जस्तो भयो। 30 वर्षै भइसक्यो। सधैँ हरेक सोमबार तपाईँलाई म यहाँ देख्छु, हरेक वर्ष देख्छु म तपाईँलाई होइन। एकदम धेरै धेरै खुसी लाग्छ। तपाईँले यो कुन समिति संस्थाबाट हुनुहुन्छ? यो हामी चाहिँ सत्यसाई केन्द्रको हो होइन, तर हामी चाहिँ अहिले बोलबम समितिबाट हामी गर्दैछौँ। यो चाहिँ बोलबम समितिको हो। ए बोलबम समितिबाट हुनुहुन्छ। ए अनि आज हिजोदेखि खटिनु भएको छ कि कहिलेदेखि खटिनु भएको छ? रातिहरू चाहिँ दाजुभाइहरू बस्नुहुन्छ। हामी चाहिँ बिहान 5 बजीदेखि आएको। सधैँ बिहान 5 बजेदेखि आउनुहुन्छ? 5 बजी चाहिँ हामी आइपुग्छौँ। अनि भरे बेलुका कति बज्छ कि कस्तो? बेलुका 7 कहिले 8 पनि बज्छ। झन् आरती पनि छ। आरती गर्दा गर्दा सायद घरमा पुग्दा त 9 साढे 9 हुन्छ कि। निरन्तर उभिनुहुन्छ? हजुर, एकछिन हामी रेस्ट गर्छौँ दिउँसो। तपाईँलाई अब शिव भगवान्ले चाहिँ यो वरदान दिनुभएको छ होइन? भगवान्को सबै कृपा शक्ति दिनुभएको छ। अनि कस्तो महसुस हुन्छ हजुरलाई यसरी सेवा गर्न पाउँछ? कति आनन्द आउँछ। साउन महिना कहिले आउँ जस्तो हुन्छ यो सेवा गर्नु लागि क्या। यस्तो अवसर सबैजनालाई जुर्दैन, तपाईँलाई जुरेको छ, यो धेरै राम्रो कुरा हो। भगवान्को कृपा हो। भगवान्को कृपा हो। अनि आज तपाईँलाई आज जस्तो अरू सोमबार भन्दा आज सोमबार चाहिँ अलिकति भिडभाड देखिन्छ। अनि कतिको सहज असहज कस्तो के छ? अस्ति चाहिँ बृहस्पति अस्त थियो भन्ने त्यो भएर अलिकति कम्ती थियो। अनि त्यो आज चाहिँ एकदमै बढी नै छ भनौँ न। आज सहजै महसुस भइरहेछ कि कस्तो के छ यहाँ? अलिकति भिडभाडै छ। अब अलिकति बोली पनि धेरै बोल्नुपर्छ। लाइनहरू यताउति अर्को बेला भिडै हुन्छ। आज अन्तिम महिना पनि हो, अन्तिम सोमबार पनि हो होइन? सोमबार पनि हो आज। अनि त्यसो भए हजुरहरू यहाँनिर निरन्तर खटिरहनु भएको छ। यहाँ शिवजी भगवान्ले हजुरलाई धेरै धेरै आशीर्वाद मिलोस्। हजुर, मलाई पनि मिलोस्, सबै भक्तहरूलाई मिलोस् भगवान् भोले बाबाको। धेरै धेरै धन्यवाद दिदी। हस्।